हाई गाइज, आज चाहिँ हाम्रो पूजाको दिन। यहाँ भाउजू र आन्टी भएर यहाँ कलश सजाउँदै हुनुहुन्छ पूजाको लागि भनेर। यहाँ हाम्रो रोहित दाजु यहाँ खिर बनाउँदै हुनुहुन्छ मस्तसँग। पूजा हुनुभन्दा अगाडि चाहिँ तिनचोटि हाम्रो घर घुम्नु पर्ने रहेछ, त्यसैले हामी घर घुम्दैछौँ। घर घुमिसकेपछि मम्मी आन्टीहरू घरभित्रतिरको काम गर्न थाल्नुभयो। त्यसपछि म जग्गामा बसेर पूजा गर्न थालेँ। पूजा गर्दै थिएँ, गर्दा गर्दै अचानक हावाहुरी र असिना पानीले पूजा पनि एकछिन रोक्न पर्यो। लगभग 1 घन्टा जस्तो असिना पानी परेपछि हाम्रो मण्डप यस्तो भएको थियो। जसोतसो पूजा चाहिँ गरेर सकियो। त्यसपछि हामीले लाखपति बाल्न सुरु गऱ्यौँ। लाखपति बल्दैछ। मम्मीहरू उता रमाइलो गर्दै हुनुहुन्छ। मम्मी, आन्टी, भाउजू, दिदी सबैजना बत्ती बलेर नसकिन्जेलसम्म हामी त्यहीँ बस्यौँ, रमाइलो गऱ्यौँ। अनि त्यसपछि यसरी नै हाम्रो पूजाको दिन सकियो।